माननीय सदस्य ज्ञानबहादुर शाही, समय 6 मिनट। त्यसपछि माननीय सदस्य टीका संग्रौला। सम्माननीय सभामुखज्यू, आज विशेष गरेर हामी नेपालभन्दा अलिकति बाहिरको विषयवस्तु उठाउन चाहन्छु। आज ती लाखौँ नेपालीहरू जो आफ्नो घरको चुलो निम्न नदिन, छोराछोरीको भविष्य बनाउन र बाबुआमाको औषधि किन्न र परिवारको सपना पुरा गर्न आफ्नो देश छोडेर विदेशिएका छन् सभामुखज्यू। र आज हामी सबै नेपालीले सुन्नै पर्ने कुरा छ यो, किनभने यो कुनै सत्तापक्ष र प्रतिपक्षको विषयवस्तु होइन। परदेशमा जाने नेपालीको हातमा पासपोर्ट मात्र हुँदैन, घरको ऋण हुन्छ र आमाबुवाको आशा हुन्छ, श्रीमतीको भरोसा हुन्छ र छोराछोरीको भविष्य हुन्छ। तर आज त्यही नेपाली विदेश पुगेपछि ठगीमा पर्छ, अल्पत्र पर्छ, तलब पाउँदैन, सम्झौता अनुसार फरक काम गर्न ऊ बाध्य छ र यति धेरै मानसिक अवस्था आउँछ कि ऊ आत्महत्या गर्न बाध्य छ र नेपालमा रातो बाकस भएर फर्किनुपर्छ। सम्माननीय सभा महोदय, त्यो भएको हुनाले कति मान्छे छ त भन्दा हाम्रो नेपाल करिब करिब जति अहिले हामी नेपालमा बस्छौँ यसको बराबरी छ। तर 70 लाखले मात्रै अहिले तपाईँको श्रम स्वीकृति लगेको रेकर्ड छ। तर रेकर्ड नभएको जोड्ने भने झन्डै 1 करोड मान्छे आज विदेशमा छ। तर तिनीहरूलाई नेपाल सरकार छ कि छैन जस्तोको व्यवहार राज्यबाट भइरहेको छ। यो केवल सङ्ख्या होइन, आधा देश बाहिर छ। विदेशमा पसिना बगाएर नेपाली युवाले पठाएको पैसाले नेपालको अर्थतन्त्र धानेको छ। पछिल्लो तथ्याङ्क अनुसार झन्डै 21 खरब रुपैयाँ चाहिँ रेमिटान्सबाट नेपाल आएको छ र नेपाल धानिरहेको छ। आज हामीले खाने यो तलब पनि त्यो रेमिटान्सबाट देश चलिरहेको छ। जसले नेपालको अर्थतन्त्र धानेका छन् उनीहरूको जीवन अधिकार कसले धान्ने? सम्माननीय सभामुखज्यू, हामीले विदेशबाट रेमिटान्स मात्र भित्राएका छैनौँ, हरेक वर्ष हामीले रातो बाकस पनि भित्राएका छौँ। करिब 16,760 जना मान्छे अहिले विदेशमा मरेर रातो बाकसमा नेपाल फर्किएका छन्। हरेक सङ्ख्याको पछाडि एउटा परिवार छ। एउटा बाकस नेपाल फर्किँदा एउटा घरको सपना फर्किँदैन। एउटा सब विमानस्थलमा झर्दा एउटा परिवारको भविष्य पनि भत्किएको हुन्छ। जापानकै उदाहरण हेरौँ सम्माननीय सभामुखज्यू, अहिले 1 वर्षमा जापानमा झन्डै 73 जना मान्छेको मृत्यु भयो। 73 मध्ये 28 जना मान्छेले आत्महत्या गरेका छन्। 28 जना मान्छेहरू आत्महत्या गर्न बाध्य कसरी पारिएका छन् भने जापानमा आज हजारौँ विद्यार्थीहरूलाई अल्पत्र पारिएको छ। नेपालबाट जापान लिने कन्सल्टेन्सी खोलेका छन् र अल्पत्र पारिएको छ र कुकिङ भिसा भन्दै अल्पत्र पारिएको छ। अब ती अपराधीलाई कारबाही गर्ने कि नगर्ने यो प्रश्न खडा भएको छ र त्यो अपराध गर्ने अपराधीहरू विभिन्न सत्ता र शक्तिको आडमा भातृ सङ्गठनको कार्यक्रम गर्दै हिँड्छन्। अहिले पनि कार्यक्रम गरिरहेछन् ठाउँ ठाउँमा ठुल्ठुला। तपाईँ हामी जाँदाखेरि एयरपोर्टमा फुलमा खादामा लाउने तिनीहरू नै हुन्छन्। तर हिजो अर्कै पार्टीका थिए, तर आज सत्ताधारी पार्टीका सदस्य छन् तिनीहरूलाई कारबाही गर्ने कि नगर्ने यो प्रश्न आज यहाँ उठेको छ। र अर्को एउटा ठुलो समस्या छ विदेशमा, के छ भने